आज आइफोनबाट भ्लग बनाएको थियो दाइले यस्तो रिसिटोनी गरायो नि आज आइफोनबाट भ्लग बनाउनु भनेर प्लान भएको थियो एक्कासी पानी पर्ला जस्तो गर्छ यार नभन्दै दर्की परिहाल्यो अनि मस्तले अब त्यही पानी परेको सिनीहरू त बसिरहेको थियो झन् आज कहाँबाट आइफोनबाट भ्लग बनाउनु दिन लाग्थ्यो अब म त पुरा खुसी भएको थियो के गर्ने कि होइन पानी परिहाल्यो अनि आफ्नो चिज जस्तो कहाँ हुन्छ त होइन आइफोनदेखि फेरि अलि राम्रो भिडियो आउँछ भनेर खुसी भएको थियो तर के गर्ने रिस उठि मात्रै रहेको थियो कि भात खाने टाइम पनि हुनु लाग्थ्यो अनि यसो बाहिरतिर हेरेको त पुरा काँक्रा फल्याएर चिप्न पनि टिपिहाल्यो अब कहाँ छुने कुरा हुन्छ त होइन आफ्नो घरको माल त होइन अनि पुरा खाइदिनु जस्तो लाग्थ्यो तर भातसँग खाने हो नि त हाम्रो घर फेरि भात धेरै पाक्छ साथीहरू सधैँभरि अब फ्यामिली पनि धेरै छ अनि खाइलाग्दा पनि धेरै छन् कि फेरि साथीहरू मैले त भात पनि दिन थालेको थिएँ लास्टै भोक पनि लाग्थ्यो अब के गर्ने होइन खानसाना पनि खाएर भयो अनि केटाहरू पुगेर म चाहिँ गएँ फेरि फिसिङ हन्टिङ गर्न हल्का फुल्का खोलाएको थियो अनि केटाहरू चाहिँ बोर्डर साइडतिर परेको थिएँ कोही उता परेको थियो म चाहिँ यतातिर परेको थिएँ साथीहरू भाइहरू फेरि खतरा खानकै काम गरौँ यताउति गरौँ भन्दा नै भन्छन् माछा मारौँ भन्दा फेरि नम्बर 1 हो फेरि मैले एउटा माछा पारिहालेँ खोइ के माछा यस्तो सेताला जस्तो पनि थियो जुया माछा पनि थियो यार फर्स्ट टाइम देखेर यस्तो माछा मैले माछा मारेर भइरहेको थियो म घर फर्केँ अनि हजुरहरूले कस्तो लाग्यो मेरो मिनी ब्लग मन परेको छ मेरो च्यानल सब्स्क्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ माया मेरो मनैमा नहुँदा कसरी बस्यो र